नमस्कार साथीहरू, आजको यस भिडियो मार्फत वैदेशिक रोजगारमा जान चाहनुहुने सम्पूर्णका लागि एकदमै महत्त्वपूर्ण जानकारी लिएर आएको छु। भिडियो लामो हुन सक्छ, स्किप नगरी अन्तिमसम्म हेरिदिनु होला। नक्कली डिमान्ड देखाएर धेरै साथीहरू ठगी हुने गरेका छन्। पुरानो डिमान्ड देखाएर कोटा आयो भन्दै पैसा लिने, स्यालेरी यति छ, खाना बस्न कम्पनीको हो भन्दै लगेर खाना आफ्नो हुने अथवा खाना बस्न नै आफ्नो हुने अनि वर्किङ भिजाको लागि भिजा लाग्यो भन्दै वर्किङ भिजामा नभई भिजिट भिजा लगाएर पनि विदेश पुर्याएर ठगी हुने गरेका छन्। त्यसैले डिमान्ड बारे जान्नै पर्ने केही कुराहरू छन्। सबैभन्दा पहिला डिमान्डको लट नम्बर चेक गर्नुहोस्। लट नम्बर भनेको के हो त? वैदेशिक रोजगारीका लागि माग डिमान्ड आउँदा त्यसलाई नेपाल सरकारको श्रम विभाग डोफे डिपार्टमेन्ट अफ फरेन इम्प्लोइमेन्टमा दर्ता गरिन्छ। लट नम्बर भनेको यही दर्ता नम्बर हो जुन प्रत्येक डिमान्डलाई छुट्टै पहिचान दिनको लागि प्रयोग गरिन्छ। लट नम्बर किन दिइन्छ त? डिमान्ड वैध छ कि छैन भन्ने प्रमाण। श्रम विभागमा दर्ता भएको डिमान्डको लट नम्बर हुन्छ। यदि कुनै डिमान्डको लट नम्बर छैन भने त्यो नक्कली वा अवैध हुन सक्छ। डिमान्ड पुरानो हो कि नयाँ भन्ने छुट्याउने आधार। पुरानो डिमान्ड पुनः प्रयोग गरिँदैछ कि नयाँ छ भन्ने कुरा लट नम्बरको आधारमा थाहा पाउन सकिन्छ। श्रम विभागको वेबसाइटमा गएर लट नम्बरमा चेक गर्दा उक्त डिमान्ड कहिले स्वीकृति भएको भन्ने देखिन्छ। श्रम स्वीकृतिको लागि आवश्यक लट नम्बर बिना श्रम स्वीकृति पाइँदैन। कुनै पनि वैदेशिक रोजगारीको प्रक्रियामा लट नम्बर अनिवार्य हुन्छ। लट नम्बर चेक गर्दा डिमान्ड नयाँ हो कि पुरानो हो, कुन कम्पनीको डिमान्ड हो, स्यालेरी कति हुन्छ, खाना बस्न सुविधा के छ, ड्युटी कति घण्टा गर्नुपर्छ भन्ने जस्ता कुरा सबै डिमान्डको लट नम्बरमा खुलाएको हुन्छ। लट नम्बर कसरी जाँच गर्ने आउनुहोस् स्क्रिन सेयर मात्र सिकाउने छु। पहिला मैले तपाईहरुलाई यो चाहिँ पुरानो डिमान्ड चाहिँ देखाइरहेको छु। यो डिमान्डमा चाहिँ यहाँनिर कामदारको पद, कामदार संख्या, माग संख्या, कामदार माग संख्या अनि स्यालेरी अनि खाना बस्नको सुविधा देखाएको छ। यसलाई चाहिँ हो कि हैन भनेर यस्तो खालको डिमान्ड चाहिँ हो कि हैन, ओरिजिनल हो कि हैन भनेर चेक गर्नको लागि चाहिँ यहाँनिर एरो चिन्हको माथि चाहिँ सर्कल भित्र चाहिँ गोलो भित्र चाहिँ एलटी नम्बर देखाएको छ। एलटी नम्बरमा चाहिँ 19 39 49। अब यसलाई चाहिँ मैले उता गएर गुगलमा गएर हेर्ने छु, वेबसाइटमा गएर हेर्ने छु। यहाँनिर गुगलमा जानु होला, गुगलमा सर्च गर्नु होला डोफे नेपाल। डोफे नेपाल सर्च गर्नु होला। सर्च गरिसकेपछि वैदेशिक रोजगार विभाग भन्ने साइट आउँछ। त्यो साइटलाई थोरै माथि सार्नु होला। यही साइटको मुनि चाहिँ फेक टेस्ट पूर्व स्वीकृति, यसरी चाहिँ फेक टेस्ट पूर्व स्वीकृति भन्ने देखाएको छ। त्यहाँनिर ओके गर्नु होला। त्यसपछि यहाँ अन्तिम श्रम स्वीकृतिको खोजी। अब यसलाई चाहिँ यहाँनिर मैले अघिको त्यो डिमान्डमा देखाएको एलटी नम्बर चाहिँ 19 39 49। मैले यो डिमान्डलाई चाहिँ हो कि हैन भनेर यसरी चेक गर्दैछु। अब यहाँ सर्च गर्नु होला। यहाँ सर्च त्यहाँ मैले जति छ उताको डिमान्डमा भएको देखाएको डिमान्डको लट नम्बर चाहिँ यहाँनिर 19 39 49। यसलाई चाहिँ मैले सर्च गर्न गइरहेको छु। सर्च गर्नु होला। अब यहाँनिर देखाएको छ, डिटेलमा हेर्नु होला। डिटेलमा रिक्रुटिङ एजेन्सी अल्फा सिग्मा ओभरसिज छ। यहाँनिर चाहिँ के छ भनेदेखि कुन मेन पावरले पठाउनु लागिरहेको छ भन्ने कुरा यहाँनिर देखाएको हुन्छ। अनि एलटी नम्बर, एलटी भनेर एलटी ह्याज भनेको छ। यो एलटी नम्बर चाहिँ लट नम्बर चाहिँ 19 39 49 अघि जुन चाहिँ सर्च गरेको थिएँ त्यही नै हो। अनि कुन कन्ट्रीको माग हो त भनेर, कुन कन्ट्रीको डिमान्ड हो भन्दाखेरि युएईमा युनाइटेड अरब इमिरेट्सको हो। अनि कुन कम्पनीको डिमान्ड चाहिँ हो त भनेर भन्नको लागि चाहिँ यहाँ कम्पनी कन्साई पेन्ट्स मेना एलएलसी भन्ने छ। र अप्रुभल डेट चाहिँ यो डिमान्ड चाहिँ कहिले अप्रुभल गरेको थियो, श्रम स्वीकृति कहिले लिएको थियो, कहिले यो चाहिँ दर्ता भएको थियो भनेर चाहिँ अप्रुभल डेट हेर्नुलाई चाहिँ 2017 8 महिना 13 तारिखमा चाहिँ यो अप्रुभल भएको थियो। अब स्किल यहाँ हेर्नु होला। तल यहाँ चाहिँ हेल्पर छ, अफिस क्लिनर छ। हेल्पर्सको चाहिँ 15 जना मेन, पुरुष चाहिँ 15 जना मागेको छ। स्यालेरी 800 अनि फुडिङ खानाको लागि सुविधा भएको, अकोमोडेसन बस्नको लागि पनि सुविधा भएको भनेर 2 वर्षको चाहिँ यो भिजा अवधिको 2 वर्ष चाहिँ देखाएको हुन्छ यहाँनिर।
हो। यस्तै गरी तपाईँले हेर्नुभएको डिमान्ड चाहिँ ओरिजिनल हो। अब तपाईँले कुनै पनि डिमान्ड देख्नुभयो भने पहिले लट नम्बर चेक गर्नुहोस्, श्रम विभागको वेबसाइटमा गएर खोज्नुहोस् र त्यसपछि मात्र अप्लाई गर्नुहोस्। ध्यान दिनुहोस्, सावधानी अपनाउनु भनेको ठगीबाट जोगिनु हो। हजारौं नेपाली ठगिएका छन्, भोलि तपाईँको पालो पनि नहोला भन्न सकिँदैन। ओरिजिनल डिमान्ड हेरेर मात्र अप्लाई गर्नुहोला। पुरानो हो कि नयाँ हो अनिवार्य रूपमा चेक गर्नुहोला। एजेन्ट वा मेन पावरले जे भने पनि आफै प्रमाणितकरण गर्नुहोला। तपाईको सानो सचेतताले तपाईको मेहनतको पैसा, समय र भविष्य सुरक्षित गर्छ। यदि तपाईलाई यो भिडियो जानकारीमूलक लाग्यो भने लाइक, कमेन्ट गर्न नबिर्सिनुहोला। आफ्ना साथीभाइ, परिवार र विदेश जाने सोच बनाएका सबैलाई यो भिडियो सेयर गर्न नबिर्सिनुहोला। सचेत बनाऊ, सुरक्षित बनाऊ। यो भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद। यस्तै जानकारीमूलक भिडियो हेर्न चाहनुहुन्छ भने मलाई फलो गर्न नबिर्सिनुहोला। अर्को भिडियो जानकारीमूलक भिडियो सहित पुनः आउनेछु। धन्यवाद।